सम्पूर्णलाई नमस्ते। तपाईहरुलाई अहिले म काठमाडौँको मुटु भनौँ बबरमहलबाट नेपाल सरकारलाई आफ्ना मागसहित दबावपूर्ण आन्दोलन गरिरहनुभएका शिक्षकहरूको माग र नेपाल सरकारले गरेको उहाँहरूको सम्बोधनका विषयमा केही कुराहरू गर्न गइरहेको छु। वास्तवमा नेपाल जस्तो परिवेशमा शिक्षक जस्तो बौद्धिक सर्कलको जनशक्तिले आज सडकमा आएर नेपाल सरकारलाई आफ्नो मागहरू राखी आन्दोलन गर्नु कतिको जायज छ, यो अचम्मको कुरा रहेको छ। नेपाल सरकारको राजनीतिक क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने शिक्षक विभिन्न घटकहरूमा विभिन्न सङ्गठनमा आबद्ध शिक्षक जुन चाहिँ हरेक राजनीतिक कालखण्डमा प्रत्यक्ष रूपमा अप्रत्यक्ष रूपमा आर्थिक, भौतिक, नैतिक हरेक किसिमको चाहिँ सहयोग गर्ने शिक्षक आज नेपाल सरकारले आफ्ना मागहरू पुरा नगरेको, शिक्षा ऐन जारी नगरेको भनेर चाहिँ सडकमा आन्दोलनको रूपमा अघि बढिरहेको देख्दा साँच्चीकै अचम्म लाग्छ। आज आएर आफ्ना शैक्षिक पेशागत मागसहित एउटा बौद्धिक सर्कलको शिक्षक सडकमा आन्दोलन गरिरहँदा नेपाल सरकारको ध्यान कता र किन मौन छ नेपाल सरकार? आज 8औं दिनसम्म लगातार सडक आन्दोलन भइरहँदा विभिन्न प्रकृतिका आन्दोलन, चाहे एउटा चाहिँ शिक्षी आन्दोलन किन नहोस्, मौन आन्दोलन किन नहोस्, जनप्रदर्शनको आन्दोलन किन नहोस्, हरेक किसिमका आन्दोलन शिक्षकले सडकमा उत्रेर गरिरहँदा आज नेपाल सरकार मौन रहँदाखेरि साँच्चीकै नेपालका अन्य व्यक्तिहरूले नेपाल सरकारबाट के आशा गर्ने? यहाँ एउटा दरिलो उदाहरण रहेको छ। शिक्षकका माग तुरुन्त सम्बोधन गर्नु नेपाल सरकारको दायित्व हुन जान्छ। यो आन्दोलन चलिरहँदा अन्य सर्वसाधारणमा परेको मारका, सर्वसाधारणले यातायातमा पुगेको असुविधा र एक ठाउँबाट अर्को ठाउँमा जान नसक्नुको समस्यालाई ठुलो नेपाल सरकारले हेरेर बस्छ भने साँच्चीकै नेपाल सरकार निकम्म जस्तो देखिन्छ। शिक्षकलाई सडकमा आउन बाध्य गराउनु नेपाल सरकारलाई र अन्य जनशक्तिको सही तरिकाले सदुपयोग नगर्नु, दिनानुदिन हरेक गुणस्तरीय जनशक्ति विदेश पलायन हुनु के नेपाल सरकारको कमी होइन र? पटक पटक शिक्षक महासङ्घ र नेपाल सरकार बीच भएका सम्झौताको कार्यान्वयन नभएका कुरा यहाँहरू प्रत्येक शिक्षकहरूले आफ्नो धारणा मार्फत प्रस्तुत गरिरहनु भएको छ। सम्झौता गर्ने तर त्यसलाई चाहिँ संसदमा लगेर कार्यान्वयन नगराउने एउटा झुट्टो आश्वासन मात्रै दिने कुराहरू यहाँ शिक्षकका मागमा उक्त कुराहरूको चाहिँ गुनासो आइरहेको छ। साँच्चीकै शिक्षकको माग जायज छ या छैन? यदि छैन भन्ने नेपाल सरकार लाग्छ भने के कारणले छैन? त्यो समस्या समाधानको सम्भावना के, विकल्प के, समाधानको खोजी गर्नु जरुरत देखिन्छ। आज अन्तर्राष्ट्रिय जगतले अवलोकन गर्दाखेरि पनि, अनुसन्धान गर्दाखेरि पनि, प्रत्यक्ष निगरानी गर्दाखेरि पनि एउटा बौद्धिक सर्कलको जनशक्ति आज सडकमा आएर आन्दोलन गर्न बाध्य भएको छ। नेपाल सरकारले शिक्षा ऐन जारी नगरेको, पुरानै शिक्षा ऐनलाई कार्यान्वयन गर्दै आएको, 28 सालदेखि एउटै किसिमको शिक्षा ऐन लागू भएको, प्रवृत्ति र विकास अनुसार चाहिँ शिक्षा ऐन जारी नभएको जस्ता मागहरू राखेर आज विभिन्न 16-17 थरीका शिक्षकहरूले आफ्नै तरिकाका माग राखेर समस्या समाधानको निमित्त नेपाल सरकारलाई चाहिँ पटक पटक चाहिँ आफ्ना ध्यान आकर्षण गर्नको लागि माग राखिएको र पटक पटक सम्झौता पनि भएको तर कार्यान्वयन नभएको आज आएर आफ्ना माग परिपूर्ति नहुन्जेलसम्म आफ्ना आन्दोलनका कार्यक्रमहरू नरोक्ने भन्ने एउटा शिक्षकले आन्दोलन गरिरहँदा आज 8औं दिनसम्म पुगिरहँदाखेरि सरकार किन चुपचाप छ? यो अवस्थामा चाहिँ सर्वसाधारणले कसरी मूल्याङ्कन गर्ने नेपाल सरकारबाट पाउने आशा, सहयोग र भरोसाको निमित्त? शैक्षिक सत्र तुरुन्तै सुरु हुँदैछ। विद्यार्थीहरू भर्नाका क्रियाकलापहरू अघि बढ्दैछन्। नयाँ शैक्षिक सत्रका कार्ययोजनाहरू, शैक्षिक योजनाहरू बनाउन शिक्षकहरू स्कुलमा व्यस्त हुनुपर्ने
समयमा आज आएर सडकमा आन्दोलन गरिरहँदा त्यो भोलि पर्ने सन्ततिहरूलाई, भोलि पर्ने त्यो विद्यार्थीहरूलाई असरबारे नेपाल सरकारले कस्तो किसिमको भूमिका खेल्छ? यदि साँच्चीकै शिक्षक र नेपाल सरकार तत्काल रूपमा चाहिँ टेबल वार्ता गरी समस्या समाधानका उपायहरू निकाल्न सक्दैन भने साँच्चीकै नेपाल सरकार र शिक्षकका माग सम्बोधन नगर्दै गर्दाखेरि नेपाल सरकार असफल भएको देखिन्छ। शिक्षकको आन्दोलनले सडक तातिरहँदा नेपाल सरकारको जिम्मेवारी व्यक्तिहरू विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय भ्रमणमा गइरहँदा यहाँका शिक्षकहरूको माग व्यवस्था गइरहँदा आज कुन अवस्थामा चाहिँ देश गुज्रिरहेको छ भन्ने कुरो कसरी ठम्ब्याउन सकिन्छ? जुन आन्दोलनले आज 8औं दिनसम्म चाहिँ यो किसिमको शिक्षकको आन्दोलनले शिक्षकलाई त मारमा पारेको छ उहाँहरूको माग सम्बोधन होला नहोला भन्ने उहाँलाई छुट्टै किसिमको समस्या छ। त्योभन्दा ठुलो समस्या सर्वसाधारणलाई दैनिकी जीविकोपार्जन गर्ने सर्वसाधारणलाई आवत जावत यातायात प्रयोग गर्न पनि त्यत्तिकै कठिनाइ भएको छ। भलै त एउटा चाहिँ शान्तिपूर्ण आन्दोलन गरिदिनु भएको छ शिक्षकलाई, त्यसप्रति शिक्षकलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र आगामी दिनमा यस्ता किसिमका चाहिँ शिक्षकका माग, बौद्धिक सर्कलका माग अर्थात् सामान्यभन्दा सामान्य व्यक्तिहरूका माग सम्बोधन गराउन सक्दैन भने नेपाल सरकारको कुनै अर्थ छैन। त्यसो हुँदाखेरि तत्काल रूपमा चाहिँ शिक्षकका माग जायज माग पुरा गरौँ र यदि जायज माग छैनन् भने त्यस्ता किसिमका मागहरूलाई पनि के कसरी चाहिँ समस्या समाधान गर्न सकिन्छ अध्ययन गरौँ, अनुसन्धान गरौँ। शिक्षा मन्त्रालय छ, बौद्धिक सर्कलका व्यक्तिहरू छन्, विभिन्न तह तबकामा चाहिँ जनशक्तिहरू त्यत्तिकै खटिरहनु भएको छ भने शिक्षकका मागको निमित्त यसरी सडक आन्दोलन गर्नु साह्रो लज्जास्पद छ। त्यसो हुँदाखेरि अब तत्काल यसको समस्याको समाधान गर्नको लागि नेपाल सरकारलाई अनुरोध गर्न चाहन्छु। हस्त धन्यवाद।
नाचौँ नाचौँ ब्यानर जान्छ अलिकति ल अलि फरकिलो बोलाइदिउँ मान्छे